जाँदै थोडा उठी त हालिए टिकाको बदलामा के दिन्छ जस्ता आशीर्वाद रक्कीलाई सुहाचा रक्षा राखो। सो हेलो गाइज, वेलकम टु माई भ्लग। होइन, धेरै दिनपछि म भ्लग बनाउँदैछु। आज शुक्रबार पनि जनै पूर्णिमा तथा रक्षाबन्धनको सबैलाई शुभकामना। अहिले चाहिँ बिहानको 5 बजे छ होइन। अहिले चाहिँ म सरसफाइ गर्दा छु। यहाँ दाइ सुतेकै छ, अहिले सरसफाइ गर्दा छु। यता झाडपोछा अब के हुन्छ हेरौँ। थोडा त अझै पनि अँध्यारै छ होइन। मम्मी आफ्नो काम गर्दै हुनुहुन्छ। पूजा रुम त थोडा बहुत मिलाइहाल्यो होइन। यो सामग्रीलाई हल्का पखाल्नु छ, अहिले पूजा गर्न चाहिन्छ। रक्षाबन्धनको बारेमा के भन्न चाहन्थे? थोडा उठी त हाल्यो। राम्रो छ, उठ्नु त दे यार। बिहान बिहान चाहिँ बबाल सिन देखिन्छ क्या बाहिर त फेरि होइन। यहाँबाट सायद हाम्रो स्कुल पनि देखाला हेर्नु है, होलल्यान्ड हो होइन। हल्का हल्का त देखिन लाग्छ। अब म एकछिनमा नुहाउँछु, त्यसपछि रक्षाबन्धनमा के हुन्छ देखाउला। अहिले दाइ र बहिनीलाई पनि उठाउनु छ होइन। अल्छी छन् क्या तिनीहरू। म र बहिनी चाहिँ रेडी भइसक्यो होइन। अब बहिनी रक्षा लगाएको बात छिन्। बहिनीहरू पनि आइसकेका छन् होइन। अब यी भाइ त होइन, हिरोइन छन् बहिनीहरू पनि। अब कति रुपियाँ माग्छन्? अब हेर्न सक्नुहुन्छ, तयार भइसकेका छन्। धेरै मान्दैन, यति हो। रक्की भाइ, यो टिकाको बदलामा के दिन्छ जस्ता आशीर्वाद। खा पुरै खा। कस्तो लागिरहेको छ तँलाई? बनाउनु त लक्की भाइ। लक्कीले ठुलै गिफ्ट ल्याएको क्या आज। रक्षाबन्धनको मेरो भाइलाई, मेरो भदुलाई धेरै धेरै शुभकामना। ठुलो मान्छे बन्नु, ज्ञानी हुनु, इमान्दार बन्नु। यो रक्षा धागोले सधैँ तिम्रो रक्षा गरोस्। प्रोटेक्ट। ओम मन्त्राय लक्ष्माय नमः, ओम माधवाय नमः, ईश्वराय नमः। रक्कीलाई सुहाचा रक्षा राखो हामीलाई भन्दा बढी। रक्की, ओ रक्की तर आज स्याड छ किन हो? अहिले चाहिँ राखीलाई हाल्यो होइन। अब बहिनीहरू पनि आज रमाइलो भयो। बहिनीहरू भाइ यहाँ पुरा खाँदैछ बहिनीहरू। हाम्रो टिका सिका रक्षा बाँध्नु, राखी बाँध्नु सब खतम भइसक्यो होइन। त्यो चाहिँ राम्रो भयो। आजको राम्रो भयो। तपाईँलाई पनि के हो, जनै पूर्णिमा र रक्षाबन्धनको धेरै धेरै शुभकामना छ होइन। अनि सबै दिदी बहिनी जति पनि छन् उहाँलाई सम्झाएको छौँ हामीले है। त्यस्तो नसोच्नु होला केही पनि। अनि त्यस्तै छ, सो यस्तै छ। आई होप कि तपाईँलाई आजको ब्लग राम्रो लाग्यो होला। राम्रो लागेपछि लाइक सब्सक्राइब सेयर, भाइलाई साथ सपोर्ट देखाउनु होला। मिलते हैं नेक्स्ट ब्लॉग में, तब तक के लिए बाय बाय। जय श्री राम।